उत्पत्ति 2:7 यहाँ यसरी लेखिएको छ, तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। ल हुन्छ, यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ प्रियहरू कि परमेश्वरले सुरुमा मानिस जातिलाई अथवा आदमलाई माटोबाट बनाउने कुराहरू धेरै गहिरो कुरो छ। किन परमेश्वरले माटोलाई नै चुन्नुभयो? किन परमेश्वरले माटोलाई नै प्रयोग गर्नु? त्यसको बारेमा हामी हेर्नेछौँ। अनि यो चाहिँ भाग 1 भाग 2 गर्दै गर्दा भाग 5 सम्म छ यो सिकाउनु पर्ने कुराहरू। अनि मैले के सोचेँ भनेर भन्दै गर्दाखेरि, प्रार्थना गर्दै गर्दा हाम्रा व्यक्तिहरूले सिक्नुपर्ने हुन्छ, शिक्षा सिक्नुपर्ने हुन्छ। हामी प्रार्थना गर्छौँ 2 घण्टा होइन, अनि हामी वचन प्रचार गर्छौँ, तर धेरै हाम्रा व्यक्तिहरूले वचनलाई बुझ्नु भएन। त्यो प्रचार गरेका कुराहरूलाई राम्रोसँग उहाँहरूले बुझ्न सक्नु भएन। त्यही भएर अब वचनको हामी सबै व्यक्तिहरू, परमेश्वरको उपस्थितिमा रहने व्यक्तिहरू, परमेश्वरको चरणमा रहने व्यक्तिहरू, परमेश्वरसँग सम्बन्ध गर्ने व्यक्तिहरू, संगति गर्ने व्यक्तिहरू, ती सबै व्यक्तिहरूले शिक्षा सिक्नुपर्ने जस्तो लाग्यो मलाई। त्यही भएर जबसम्म हामी शिक्षा सिक्दैनौँ, जबसम्म हामी परमेश्वरको उपस्थितिमा गएर यो भनेको के हो, यो के हो, यो चाहिँ यस्तो रहेछ जस्तै जब बच्चा ठुलो हुन्छ, हाम्रा छोराछोरीहरू चाहिँ जन्मिन्छन् अनि उनीहरू हुर्किन्छन्, हामीले उनीहरूलाई स्कुलमा राख्छौँ, अनि स्कुलमा ऊ पढ्छ, ज्ञानी हुन्छ, अनि बढ्दै बढ्दै उसको त्यो पढाइ बढ्दै जान्छ, पास हुँदै जानुपर्छ, फेरि त्यो पनि फेल हुँदै होइन, त्यो पनि पास हुनुपर्छ, अनि उसको त्यो क्लास बढ्दै जान्छ, अनि एक दिन उसले ग्रेजुएट गर्छ अथवा त्यसले पढाइ ठुलो ठाउँमा पुगेपछि ठुलो व्यक्ति हुन्छ। अनि आशिष दिँदाखेरि पनि ठुलो मान्छे भएस्, धेरै पढ्नु अनि धेरै ठुलो मान्छे हुनु भनेर आमा बाबाहरूले पनि आशिष दिएको हुन्छ। हाम्रो क्रिस्चियन जीवनमा ठ्याक्कै त्यस्तै हो प्रिय। हामी जब प्रभु येशू ख्रीष्टमा जन्मिन्छौँ, प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि, प्रभु येशू ख्रीष्टलाई हामीले जीवन दिइसकेपछि, जब हामी प्रभुको उपस्थितिमा हामी अगाडि बढ्छौँ, हाम्रो त्यो परमेश्वर प्रति, परमेश्वरको वचन प्रतिको त्यो शिक्षा, परमेश्वरको वचन प्रतिको त्यो ज्ञान त्यो बढ्दै जानुपर्छ। अनि धेरै व्यक्तिले भन्नुहुन्छ, मैले त पढेकै छैन, मैले कसरी बुझ्ने? धेरै व्यक्तिले भन्नुहुन्छ, म त स्कुलै पढ्न गएको छैन, मलाई केही पनि आउँदैन, म कसरी बुझ्ने? त्यो बाइबल स्कुलमा पनि हाम्रो उता पास्टर रोबर्टको उसमा ट्रेनिङहरू भइरहेको छ, त्यहाँ पनि धेरैले भन्नुहुन्छ, मैले त पढ्नै आउँदैन, म कसरी त्यहाँनिर सहभागी हुने? जब हामीलाई पढ्न आउँदैन, कुनै कुराहरू हामी जान्दैनौँ, हामी हरेक कुराहरूमा पछि परिरहेका हुन्छौँ। प्रिय ध्यान दिनु होला, मैले यो अनुभव गरेको छु, तपाईँले अनुभव गर्नुभएको छ कि छैन? जब हामीलाई नेपाली पढ्न आउँदैन, जब हामीलाई इङ्ग्लिस पढ्न आउँदैन होइन, अनि हिसाबका कुराहरू थाहा हुँदैनन्, हामी हरेक कुराहरूमा पछि परिरहेका हुन्छौँ। त्यो पढ्न जान्ने, त्यो बुझ्न जान्ने व्यक्तिलाई हामी सहयोग माग्छौँ। लौ न मेरो फोन हेरिदिनुहोस् न, लौ न यो चिठी पढिदिनुहोस् न, छोराले चिठी पठाएको छ, छोरीले चिठी पठाएको छ, श्रीमानले चिठी पठाएको छ, मलाई पढ्न आउँदैन। तर जब तपाईँलाई पढ्न आउँछ, जब तपाईँलाई सबै कुराहरू थाहा हुन्छ, तपाईँले त्यो कुरालाई व्यक्तिगत रूपमा तपाईँ अगाडि बढ्नुहुन्छ, व्यक्तिगत रूपमा तपाईँले खोज तलास गर्न थाल्नुहुन्छ। जब तपाईँलाई पढ्न लेख्न आउँछ, कम्प्युटरको कुराहरू थाहा हुन्छ है,
अनि त्यसपछि किताबका कुरा थाहा हुन्छ, तपाईँले खोज्न थाल्नुहुन्छ, खोज्न थाल्नुहुन्छ, खोज्न थाल्नुहुन्छ, खोज्न थाल्नुहुन्छ। दिनदिनै तपाईँ के भन्छ परिपक्व हुँदै परिपक्व हुँदै परिपक्व हुँदै जानुहुन्छ। यो गर्नुपर्छ हरेक विश्वासीले। ल ठिक छ, संसारको पढाइ लेखाइ त भएन, तर आत्मिकी रूपमा हामी हरेक व्यक्तिहरूले हाम्रो पढाइको परमेश्वरको वचन प्रतिको ज्ञान हरेक दिन बढ्दै जानुपर्छ। त्यसको लागि चाहिँ सिक्नै पर्छ। त्यही भएर परमेश्वरले जब आदम र हव्वालाई उत्पत्तिको पुस्तक, मैले एकदम केही त्यहाँनिर नलेखेका कुराहरू पनि म भन्छु र मलाई शोभा छोरीले मद्दत गर्छिन्। उत्पत्तिको पुस्तक 1 को 26 पद पढ्ने। हजुर, ल हुन्छ। समय छैन भने अरू व्यक्तिले यसो मलाई मद्दत गर्ने, जसलाई मैले बाइबल पढ्नलाई ट्रेनिङ मैले दिएको थिएँ, जसलाई मैले बाइबल ट्रेनिङ पढ्नलाई मैले मद्दत सहयोग गरेको थिएँ, उहाँहरूले मात्रै तपाईँले पढ्नु होला। किनभने अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिमीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पाल्तु पशु र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। 27 पद छिटो पढ्नुस्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। हुन्छ, ठिक छ। यहाँ हरेक विश्वासीले बुझ्नु पर्ने हुन्छ, सृष्टि के हो, बनाउने कुरा के हो, ध्यान दिनु पर्ने हुन्छ। यहाँनिर उत्पत्तिको पुस्तकमा परमेश्वरले आदम र हव्वालाई नाम दिनुभन्दा अगाडि परमेश्वरले तिनीहरूलाई नर र नारी भनेर भन्नुभएको छ। त्यहाँनिर तपाईँले नर र नारी भनेर त्यहाँ गोल गरेर लगाउनु। त्यहाँनिर यसै कारण हामीले बनाऊ, हाम्रै प्रतिरूपमा बनाऊ, त्यहाँ त्रिएकता आएको छ, पिता पुत्र पवित्र आत्मा आएको छ त्यतिखेर है। यो उत्पत्तिको पुस्तक 1 को 26 पदमै। त्यही भएर त्रिएकताको बारेमा पछि हामी हेर्छौँ, पिता पुत्र पवित्र आत्माको बारेमा पछि हामी हेर्छौँ। अनि कति व्यक्तिहरूले प्रार्थना गर्दै गर्दाखेरि अन्तिममा येशू ख्रिस्टको नाउँमा आमेन भनेर भन्नुपर्ने पिताको नाउँमा आमेन भनेर भन्छन्। कतिले गलत हो त्यो। किन गलत हो त्यो पनि पछि हामी हेर्छौँ। अनि यहाँनिर जब 27 पद आइसकेपछि यहाँनिर 27 पदमा यसरी छ, यसै कारण परमेश्वरले त्रिएकता पिता पुत्र पवित्र आत्माले बसेर निर्णय लिएका कुराहरू, त्यो कसरी रे, हाम्रै स्वरूपमा र हाम्रै प्रतिरूपमा। स्वरूपले स्वभाव देखाउँछ, प्रतिरूपले रूप देखाउँछ। यो चाहिँ नबिर्सनु। स्वरूपले स्वभाव देखाउँछ, प्रतिरूप जस्तो भाउ त्यस्तै छोरा कट्टी कुट्टी भनेर भन्छन् नि, जस्तो आमा त्यस्तै छोरी पनि ठ्याक्कै, नाक पनि त्यस्तै, आँखा पनि त्यस्तै, आमाको जस्तै स्वभाव, आमाको जस्तै बोली भन्छन् नि, बाबाको जस्तै है, हाइट पनि त्यस्तै, मेरो छोरालाई त्यस्तै भन्छन्। त ऊ मभन्दा अग्लो छ। तर भन्न खोजेको हामीले यहाँनिर बुझ्नलाई धेरै गाह्रो पर्दैन। परमेश्वरले जब सुरुवातमा जब मानिसलाई सृष्टि अर्कै हो, बनाउने कुरा अर्कै हो। म त्यहाँनिर प्रश्न गर्छु तपाईँहरूलाई, तपाईँले अनम्युट गरेर बुझ्नु भएको छ भने पनि मात्रै तपाईँले भन्नुहोस्, बुझ्नु भएको छैन भने पनि भन्नुहोस्, अप्ठ्यारो मान्नु पर्दैन। सृष्टिको कुरोहरू अर्कै, सृजना गर्ने कुराहरू है, सृजना गर्ने कुराहरू अर्कै हो, सृजना गर्ने कुरा के हो, अर्कै हो, अनि सृष्टि गर्ने कुराहरू अर्कै हो। सृजना गर्ने कुरा
र बनाउने कुरा सृष्टि गरेको छ नि त नि यहाँनिर उहाँले सृष्टि गर्नुभयो। अब यहाँनिर म आउन चाहन्छु। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यो सृष्टि भन्ने ठाउँमा गोलो लगाउनु पर्छ, तपाईँ बाइबलमा लगाउँदा हुन्छ है। जब परमेश्वरले के छैन है कतातिर मेरो जब परमेश्वरले योजना बनाउनु भयो, सृष्टिका कुनै पनि जनावरहरूले कुनै पनि पशु प्राणीहरूले परमेश्वरसँग संगति गर्ने, परमेश्वरसँग आराधना गर्ने, प्रशंसा गर्ने, यी सबै कुराहरू उनीहरूले गर्न सकेनन्। त्यही भएर परमेश्वरले योजना बनाउनु भयो। अनि परमेश्वरले योजना बनाउनु भइसकेपछि अनि उहाँले यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। यसको अर्थ आफ्नै स्वभाव दिएर, आफ्नै स्वभाव दिएर उहाँले सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। भन्न खोजेको चाहिँ रूप। यसको मतलब परमेश्वरको पनि आँखा छ, उहाँले देख्न सक्नुहुन्छ। उहाँको कान छ, उहाँले सुन्नु। यो ध्यान दिनुपर्ने हुन्छ। जबसम्म यो लेभलमा, यो स्तरमा जब मण्डली आउँदैन तब गाह्रो हुन्छ। त्यही भएर प्रार्थना गर्दाखेरि खै प्रभुले सुन्नै हुन्न, प्रभुले देख्नै हुन्न भन्ने कारण चाहिँ त्यो, परमेश्वरले बुझ्नै हुन्न भन्ने कारण त्यो। त्यही भएर जब हामीले बुझ्छौँ यो प्रतिरूपमा, स्वभावले चाहिँ हामीलाई हेर्नुहोस् न प्रेम लाग्छ, दया लाग्छ, चिठाउने कुराहरू हुन्छ, हामीलाई कति कुराहरू हुन्छ, हामीलाई क्षमा दिन मनपर्छ, हामीलाई धेरै कुराहरूप्रति हामीले दया देखाउँछौँ, प्रेम देखाउँछौँ, सहयोग गर्छौँ। यी सबै कुरा स्वभाव चाहिँ परमेश्वरबाट आएको, दुष्टबाट आएको होइन। यो बुझ्नु पर्यो, हामीले बुझ्नुपर्छ। हामी परमेश्वरको स्वभावमा सृष्टि गरिएका व्यक्तिहरू हौँ। किनभने उहाँले दुईटा कुरा, स्वरूप र स्वभाव, आफ्नै के भन्छ प्रतिरूपमा, आफ्नै स्वरूपमा, दुईटा कुरा, स्वरूप र प्रतिरूप, यो दुईटा कुरालाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अनि अघि मैले भने स्वरूपले स्वभावलाई देखाउँछ, प्रतिरूपले रूपलाई देखाउँछ। त्यही भएर मैले भने स्वभाव चाहिँ हामीभित्र लुकेको हुन्छ, प्रतिरूप रूप चाहिँ देखिएको हुन्छ। एउटा देखिने रूप, एउटा नदेखिने रूप। अनि परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा उहाँले बनाउनु भयो। ल ठिक छ। अनि यहाँनिर 27 पदमा छ, यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। अब ध्यान दिनुपर्छ, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। उत्पत्तिको पुस्तक 2 अध्याय आउनुभन्दा अगाडि, उत्पत्तिको पुस्तक 2 अध्याय आउनुभन्दा अगाडि, किनभने 2 अध्यायमा परमेश्वरले माटोबाट छोरा मान्छेलाई बनाउनु भएको छ है। अनि परमेश्वरले त्यही बनेको आदमबाट उसको एउटा करङलाई लिएर स्त्री बनाउनु भएको छ। त्यो 2 अध्याय बुझ्नुभन्दा अगाडि हामीले 1 अध्यायमा आएर यो बुझ्नुपर्छ, परमेश्वरले, ल ठिक छ, मैले यहाँ स्लाइडमा मैले बनाएको छुइनँ, परमेश्वरले मानिसलाई आत्मामा, प्राणमा, शरीरमा, त्यही भएर मानिसको 3टा कुरा छ, आत्मा, शरीर र प्राण। अब परमेश्वरले जब मानिसलाई सृष्टि गर्नुभयो, यसको मतलब मानिसको आत्मालाई, आत्मिकी मानिसलाई सृष्टि गर्नुभयो। ताली बजाएर प्रभुलाई धन्यवाद दिउँ न। मानिसको आत्मालाई उहाँले सृष्टि गर्नुभयो। ध्यान दिनु होला। त्यही भएर यहाँनिर भनेको छ नर र नारी नै गरी उहाँले सृष्टि गर्नुभयो। यसको मतलब 2 अध्याय आउनुभन्दा अगाडि नै आदम र हव्वा सृष्टि भइसकेका छन्। बनेको छैन, ध्यान दिनु होला, बनेको छैनन्,
तर उनीहरू सृष्टि भइसकेका छन्। त्यही भएर परमेश्वर आत्मा हुनुभएको कारणले गर्दा परमेश्वरले मानिसको पहिला आत्मालाई सृष्टि गर्नु, आत्मालाई बनाउनु भएन। ध्यान दिनु होला, मानिसको तीनवटा कुराहरू छन्, आत्मा, शरीर र प्राण। त्यही भएर मानिसको शरीरलाई त्यो रूपमा, त्यो शरीर छ नि त देखिने शरीरमा कस्तो मजाको कुरो छ भनेर भन्दा आदम र हव्वालाई परमेश्वरले बनाउनु भन्दा अगाडि नै परमेश्वरले आदम र हव्वाको आत्मालाई सृष्टि गर्नु भएको छ। मेरो बाइबलमा यसरी छ, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नु भयो। अनि त्यसपछि फेरि तल 2:7 पदमा तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो। ध्यान दिनु होला, यहाँनिर चाहिँ माटोबाट मानिस बनेको छ। भूमि सुरुमै हामीले उत्पत्तिको पुस्तक 1 अध्यायमा हामीले पढ्छौँ, परमेश्वरले बोट बिरुवा हुने कुराहरू उहाँले भूमि बनाउनु भयो, के भन्छ सृष्टि गर्नुभयो, यस्तो होस् त्यस्तो भयो। सृष्टि गरेको कुराबाट परमेश्वरले मानिसलाई बनाउनु भयो। केबाट बनाउनु भयो? माटोबाट बनाउनु, माटोबाट परमेश्वरले बनाउनु भयो। भूमि सृजेका कुरा हो, यो पृथ्वीलाई परमेश्वरले बनाउनु भएको होइन, आकाशलाई परमेश्वरले बनाउनु भएको होइन। यो जति पनि नक्षत्रहरू छन् परमेश्वरले मुखले बोलेर यस्तो होस् भनेपछि त्यस्तो भएको, वचनद्वारा बोलेर। परमेश्वरले हातले चाहिँ पृथ्वी बनाउनु भएको होइन, गोलो डल्लो बनाएको मट्याङ्ग्रा बनाए जस्तो होइन, बुझ्नु भएन? त्यही भएर परमेश्वरले सबै पंक्षीहरूलाई पनि, संसारका सबै कुराहरूलाई, स्वर्ग र पृथ्वीमा भएका सबै कुराहरूलाई परमेश्वरले सृष्टि गर्नुभयो। त्यो उहाँको सृष्टिभित्र पर्छ। त्यही भएर परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। हालेलुया। उहाँ सृष्टिकर्ता हुनुभएको कारणले गर्दाखेरि अब के भयो भने मजाको कुरो, सृष्टि ठुलो होइन तर सृष्टिकर्ता ठुलो। आज मानिसहरूले के गरे? सृष्टिका कुराहरूलाई उनीहरूले बुझ्न थाले। घामलाई, जुनलाई, तपाईँलाई थाहा छ नि, अब सबैलाई परमेश्वर भनेर बुझ्न थाले। त्यही भएर परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सृजना गर्ने, सृजनहार हुनुहुन्छ। हालेलुया। उहाँ सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। हामी सृष्टिकर्ता हुन सक्दैनौँ, हामी सृष्टिकर्ता हुन सक्दैनौँ, तर हामीलाई सृजना गर्ने हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। हालेलुया, हालेलुया। धेरै पटक हामीले पनि सृजना गर्छौँ नि, होइन र? धेरै पटक हामीले सृजना गर्छौँ नि। त्यस्तै प्रकारले परमेश्वर पनि सृजना गर्ने सृजनहार हुनुहुन्छ। त्यही भएर सृष्टि गरेका कुराहरूलाई हामीले बुझ्नु हुँदैन। तपाईँले कतिले मलाई यो अनलाइनबाट सुन्दै हुनुहुन्छ, आज सुन्नुहुन्छ, भोलि सुन्नुहुन्छ। त्यही भएर सृष्टिका कुराहरूलाई हामीले परमेश्वर भनेर बुझ्नु मिल्दैन, तर त्यो सृष्टिलाई सृजना गर्ने सृष्टिकर्तालाई हामीले आत्मा र सत्यतामा उहाँको आराधना गर्नुपर्छ। यूहन्ना 4:23-24 पद। हालेलुया। ताली बजाएर प्रभुलाई धन्यवाद दिउ त। अगाडि बढ्ने। अब परमेश्वरले बनाउनु भइसकेपछि अब यहाँनिर अर्को यहाँ यो के छ देख्नु भएको छ नि, है? देख्नु भएको छ नि? अलिकति मैले यो अलिकति सानो बनाउनु पर्यो, ठुलो भएछ। ठिकै छ। ल ठिक छ। अब यो देख्नु भएको छ? देखिएको छ बुवा, देखिएको छ। हजुर हजुर, हाम्रो
चक्र भाइले मात्रै बोल्नुहुन्छ, अरूले अलिकति देख्नु भएको छैन जस्तो लाग्यो। हुन्छ, ठिक छ। अनि यहाँनिर परमेश्वरले मानिस बनाइसकिसकेपछि फेरि अब उत्पत्तिको त्यही 2 म फेरि पढ्छु त्यहाँनिर 18 र 19। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। ध्यान दिनु होला, तपाईँले त्यहाँनिर चित्रमा हेर्न सक्नुहुन्छ। यसो हेर्दाखेरि चाहिँ उस्तै देखिन्छ, तर यहाँनिर परमेश्वरले जनावरलाई ल्याउनु भएन, पशु पक्षीलाई ल्याउनु भएन। उहाँले छोरा मान्छेलाई अथवा पुरुषलाई, आदमलाई सुहाउने ऊ जस्तै सहयोगी बनाउनु भयो। यहाँनिर भनेको छ बनाउने छु। सृजना भइसकेको छ, नर र नारी गरी सृष्टि भइसक्यो, तर उहाँले अब बनाउने कुरा, आदमलाई त माटोबाट बनाउनु भयो, अब उहाँले फेरि अर्को कुरो बनाउनलाई उहाँले योजना बनाउँदै हुनुहुन्छ। अनि त्यो चाहिँ के बनाउनु भनेर भन्नुभयो भने त्यसलाई सुहाउने एउटा, ध्यान दिनु होला, एउटा भन्ने कुरालाई गोल घेरा लगाउनुहोस्। त्यही भएर छोरा मान्छेले एकभन्दा धेरै श्रीमतीहरूलाई विवाह गर्न नमिल्ने, क्रिस्चियनहरूले एकभन्दा धेरै श्रीमतीहरूलाई विवाह गर्न मिल्दैन। अब यहाँनिर आएर तपाईँले बुझ्नुहुन्छ, धेरै जो व्यक्तिहरू छन् जसले सेवकाई पनि गरिरहेका छन्, उनीहरूको धेरै श्रीमतीहरू पनि भएको मैले चाल पाएको छु। काठमाडौँमा गए काठमाडौँमै, अनि पोखरामा गए पोखरामै, हेटौँडामा गए हेटौँडामै, ठाउँ ठाउँमा जहाँ गए त्यही होइन, त्यो होइन। परमेश्वरले एउटा भन्नुभयो, त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु, त्यो चाहिँ आदमको निम्ति। परमप्रभुले सबै वनपशु र आकाशका सबै पक्षीहरूलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ त्यो हामीले हेरिसक्यौँ। अनि 20 पद, अनि मानिसले नै सबै पालिने पशु, आकाशका पक्षी र सबै वन पशुहरूका नाउँ राखे, तर आदमको निम्ति तिनलाई सुहाउने कोही सहयोगी पाइएन। सबै कुरा परमेश्वरले गरिसकेपछि ती पशुहरूबाट, ती पाल्तु पशुहरूबाट, पालिने पशु भनेर भनेको छ, आकाशका पक्षीहरू भनेको छ, वन पशुहरू भनेर भनेको छ है। पालिने पशु र वन पशु, घरमा पालिने र जङ्गलमा भएका पशुहरूबाट कसै कुनै पनि पालिने पशु, ध्यान दिनु होला, मैले हिजो अस्ति मैले भन्दै थिएँ, विकसित देशहरूमा उनीहरूले कुकुर पालेको हुन्छ है। छोरा मान्छेले, छोरी मान्छेले पनि ती जनावरहरूसँग शारीरिक सम्बन्धहरू जोडिरहेका हुन्छ। याद गर्नु, उनीहरूले महँगो पैसा दिएर उनीहरूले कुकुरहरू पालेका हुन्छन्, जनावरहरू पालेका हुन्छन्। अनि ती जनावरहरूसँग, चाहे त्यो छोरा मान्छे होस् चाहे त्यो छोरी मान्छे होस्, उनीहरूले शारीरिक सम्बन्धहरू राखिरहेका हुन्छन्। यो कुराहरू धेरै तपाईँलाई भनिरहनु पर्दैन। र के भयो भनेदेखि, अनि परमेश्वरले, यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। मानिसको, छोरा मान्छेको र छोरी मान्छेको करङहरू बराबर हुन्छ, धेरै र थोरै हुँदैन। तपाईँले यहाँनिर हेर्नुहुन्छ, छोरा मान्छेको पनि दाहिनेतिर 12वटा हुन्छ, देब्रेतिर 12वटा हुन्छ, 24वटा हुन्छ। छोरी मान्छेको पनि दाहिने र देब्रे 12-12वटा हुन्छ, 24वटा हुन्छ। त्यही भएर
धेरै प्रभुको जनहरूले पनि मण्डलीमा उनीहरूले के भन्छन् भने यहाँनिर यो 21 पदलाई उत्पत्तिको 3 को 21 पदलाई मस्त निन्द्रो पारमा तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो भनेर भन्ने कुराहरू उनीहरूले प्रचार गर्छन्। त्यही भएर छोरा मान्छेको त्यो पनि देब्रे के भन्छ देब्रेपट्टिको भागमा एउटा करङ थोरै हुन्छ भनेर भन्ने कुराहरू उनीहरूले अनुमान लगाएर त्यस्तो भने तापनि त्यो सत्य होइन। किनभने जुन कुराहरू बाइबलले ठ्याक्कै भन्दैन हामीले त्यो कुराहरू भन्यौँ भने पछि आउने पुस्ताहरूले उनीहरूलाई सबै कुरा थाहा हुन्छ। अरे कसरी धेरै र थोरै भयो, छोरा मान्छेको पनि 24वटा छ, छोरी मान्छेको पनि 24वटा छ। अनि कसरी उनीहरूले त्यो कुरालाई विश्वास गर्ने, बाइबलमा भनेका कुराहरूलाई, प्रचार गरेका कुराहरूलाई। त्यही भएर धेरै व्यक्तिहरूले उनीहरूले ख्रिस्टलाई विश्वास नगर्ने कारणहरू पनि धेरै ठुला पढेका लेखेका व्यक्तिहरूले, किनभने क्रिस्चियनहरूले प्रचार गर्दै गर्दा उनीहरूले गलत प्रचार गरे। उनीहरूले गलत प्रचार गरेको कारणले गर्दा धेरै पढे लेखेका व्यक्तिहरूले ख्रिस्टलाई विश्वास गर्न गाह्रो भयो। यहाँसम्म ठिक छ। अब चाहिँ म अलिकति अगाडि बढ्न पर्यो। ल भन्छ यसलाई त अलिकति ठुलो बनाउन मिल्छ। देख्नुभयो? स्पष्ट देख्नुभयो सबैले? देखिएको छ। हुन्छ, धन्यवाद। हुन्छ, कति कुराहरूको अब यहाँनिर हामीले हेरिसकेका छौँ। हामीले गएको उसमा हामीले हेरेका थियौँ। अब चाहिँ 3 अध्यायमा आउँदै गर्दा मैले अस्तिको बेलामा पनि मैले भनेको थिएँ, स्त्री र त्यो सर्प अथवा त्यो शैतान दुईजना उनीहरू कुरा गरे। मैले एक्लोपनको बारेमा मैले भन्दै थिएँ। उनीहरू सँगसँगै हुँदै गर्दाखेरि 24 पद 2 को 24 पद, यसकारण मानिसले आफ्ना आमा बाबालाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। एउटै शरीर, श्रीमान श्रीमती एउटै शरीर हो। अब एउटै शरीर हो भने तपाईको शरीरमा घोच्दाखेरि तपाईँलाई दुख्दैन? त्यस्तै हो, तपाईँलाई घोच्दाखेरि दुख्छ भने तपाईँको श्रीमतीलाई पनि घोच्दाखेरि तपाईँलाई दुख्नुपर्छ है। तपाईँलाई भोक लाग्छ भने तपाईँले बुझ्नुपर्छ तपाईँको श्रीमतीलाई पनि भोक लाग्छ। तपाईँलाई मन दुख्छ भने बुझ्नुपर्छ तपाईँको श्रीमतीलाई पनि मन दुख्छ। केही नगर्नु, यताउति केही नगरिदिनुहोस्, त्यो नकोरिदिनुहोस् ल, त्यहाँनिर यताउति केही नगरिदिनु होला। हजुर, धन्यवाद। त्यही भएर उनीहरू एउटै शरीर भएको कारणले गर्दाखेरि उनीहरूका हरेक कुराहरू एउटै हुनुपर्छ। सोचाइ एउटै हुनु पर्यो, विचार एउटै हुनु पर्यो, सबै कुराहरू एउटै हुनु पर्यो। अनि बल्ल मात्रै तपाईँले यो कुराहरू बुझ्दै जानुभयो भने तपाईँको वैवाहिक जीवनमा आजको दिनसम्म यदि यस्तो कुराहरू छैन भने तपाईँले प्रार्थना गरेर प्रभुसँग उपवास बसेर प्रभुको उपस्थितिमा गएर तपाईँले त्यो कुराहरू गर्न सक्नुहुन्छ। म कहाँनिर चुकेँ त, म कहाँनिर लोटेँ त, कहाँनिर मेरो गल्ती भयो त। यो चाहिँ दुवै नै हुन्छ, दुवै नै हुन्छ। ध्यान दिनु, मलाई सबैले यतातिर मेरो दुईटा हातलाई हेर्नु, दुईटा हातलाई हेर्नुहोस्। देख्नुभयो? देख्नुभयो? यो हातले, दाहिने हातले देब्रे हातलाई चिमर्दाखेरि मेरो शरीरलाई दुख्छ, शरीरलाई दुख्छ। हुन त के भयो भनेर भन्दा देब्रे हातमा मात्रै दुख्यो नि, होइन र? देब्रे हातमा मात्रै दुख्यो नि, दाहिने हातमा दुखेन, किनकि चिमट्नेलाई दुख्दैन। चिमटेको कुरा मैले गर्दैछु। अनि यो देब्रे हातले फेरि दाहिने हातलाई चिमट्दाखेरि चाहिँ देब्रे हातलाई दुखेको छैन, तर सहने दाहिने हातलाई मात्रै दुख्दैछ। यस्तो दुख्यो भन्दैमा के यो दाहिने हात र देब्रे हात शरीरभित्र आउँदैन र?
मैले एउटा उदाहरण मैले दिएको छु। तपाईले दाहिने कान यस्तो गरेर चाहिँ आफै निमट्नु भयो भने त्यो दाहिने कानलाई मात्रै दुख्छ, तर चिमोट्ने हातलाई दुख्दैन। तर त्यसो भयो भन्दैमा के त्यो कान र हात एउटै शरीरभित्र पर्दैनन् र? मलाई दुखेन के रे भनेर हातले चाहिँ कान म बटार दिन्छु, कान काट्दिन्छु भनेर, ल ठिक छ, कान मात्रै दुख्यो, हात दुखेन, खुट्टा पनि दुखेन, आँखा पनि दुखेन, मुख पनि दुखेन। तर त्यसो भयो भन्दैमा के त्यो कान र हात शरीरमा सहभागी छैनन् र? भोलि त्यो हुँदै गर्दाखेरि पुरै शरीरले सहनु पर्छ। ज्वरो आउँछ, त्यो हातमा पनि तातो हुन्छ, सबै ठाउँ त्यो कुरा फैलिन्छ। यस्तै प्रकारले जब श्रीमान श्रीमती एक हुन्, उनीहरू एउटै शरीर हुन्, त्यही भएर श्रीमानले श्रीमतीलाई दुःख दिँदा अथवा श्रीमतीले श्रीमानलाई खोज्दा, पेल्दा, सताउँदा हो श्रीमतीलाई दुख्दैन होला, चोट त श्रीमानलाई पर्यो, तर चोट श्रीमानलाई पर्यो भन्दैमा के श्रीमान श्रीमती एउटै होइनन् र? मैले यो एउटा उदाहरण दिएको छु, कतिले बुझ्नु भएको छ? अनम्युट गरेर भन्नुहोस् त, बुझ्नु भयो कि भएन? बुझ्दैछौँ। हुन्छ। तर म के चाहन्छु भने म बुझ्दैछु भनेर व्यक्तिगत बनाउनुहोस्। सायद अरूले नबुझेको होला। हाम्रो सन्जु बहिनीले सबैलाई समेटेर भन्ने हामी बुझ्दैछौँ। त यहाँनिर के छ भन्ने त्यस्तो गुड, राम्रो। तर यहाँनिर के यो गइरहेको कुरा हो, यो चाहिँ सिक्ने कुरा हो, यो प्रचार होइन, यो शिक्षा हो। मैले प्रचार गरेको छैन, आज मैले एउटा कुरा भित्र बिस्तारै यो भनेको के हो भनेर भन्दैछु। त्यही भएर मैले भने सुरुमा परमेश्वरले आत्मा बनाइसक्नु भयो, अनि यहाँनिर जीवित प्राणी भए, प्राण पनि बन्यो। त्यसको आत्मामा के हुन्छ, शरीरमा के हुन्छ, प्राणमा के हुन्छ भन्ने कुराहरू हामीलाई थाहा छ। शरीरमा अङ्गहरू हुन्छन्, प्राणमा पनि अङ्ग हुन्छ, आत्मामा पनि अङ्ग हुन्छ। अनि परमेश्वरले त्यो शरीरमा देखिने प्रतिरूप छन्, त्यो रूप देखिने रूप छन् त नि, त्यो रूपमा देखिने शरीरमा परमेश्वरले आत्मा हालिदिनु भयो, देखिने शरीरमा परमेश्वरले प्राण हालिदिनु भयो। हालेलुया, ताली बजाएर परमेश्वरलाई महिमा दिनु। अब बुझ्नु भयो? त्यही शरीरमा परमेश्वरले आत्मालाई हालिदिनु भयो, आत्मिकी प्राणी हुनु पर्यो, परमेश्वरले त्यही शरीरमा प्राणलाई हालिदिनु भयो, अनि मानिस जीवित प्राणी भयो, जिउँदो भयो, भात खाने भयो, पानी पिउने भयो। बुझ्नु भयो? अनि परमेश्वरले त्यही मानिसबाट परमेश्वरले त्यसलाई एक्लो हुनु असल छैन। ल, एक्लो चाहिँ को? आदम। तर जब एक्लो आदमलाई सहयोगी बनाइसकेपछि, हब्बा आइसकेपछि उनीहरू एउटै हुन्। त्यही भएर आदम एक्लो हुँदै गर्दाखेरि को पनि एक्लो हुनुपर्ने? बुझ्नुभयो? अनम्युट गरेर भन्नुहोस्। यदि आदम एक्लो भयो भने को पनि एक्लो हुनुपर्ने? हब्बा पनि एक्लो हुनुपर्ने। तर जब हब्बा एक्लो हुन्छ त्यहाँनिर को पनि एक्लो हुनुपर्ने? आदम पनि एक्लो हुनुपर्ने। त्यही भएर परमेश्वरले दुवैजनालाई एक्लैको निम्ति परमेश्वरले सृष्टि गर्नु भएको पनि होइन, परमेश्वरले बनाउनु भएको पनि होइन। ध्यान दिनु होला। तर जब एक्लै हुँदै गर्दा यहाँनिर एक्लै भयो, हब्बा एक्लै भई
अनि त्यसपछि अर्को व्यक्ति आयो। जब तपाईँ एक्लो हुनुहुन्छ, ध्यान दिनु होला, हामीले प्रकाशको पुस्तक 19 को 7 पदलाई हामीले त्यो जग बनाएका छौँ है। ख्रिस्ट हाम्रो दुला हुनुहुन्छ, हामी दुलै हो मण्डली। त्यो जग, त्यसलाई चाहिँ बिर्सिनु हुँदैन, त्यसलाई कण्ठ गर्ने। प्रकाशको पुस्तक 19 को 7 पदलाई कण्ठ गर्दा हुन्छ। त्यो पछि हामी यो भाग 1 यो भाग 2 मा आउँदैछु। म सबै आज म भाग 2 मै म सबै कुरा म सिकाउँदिनँ, तर यहाँनिर छ कति कुराहरूदेखि हब्बाले आफूलाई शैतानको लागि खुला गरे। उसले खुला गर्छ कसको निम्ति? शैतानको निम्ति उसले खुला गर्छ। उसले आफ्नो श्रीमानको निम्ति आफूलाई खुला गर्नुपर्ने, परमेश्वर सृष्टिकर्ताको निम्ति खुला गर्नुपर्ने। तर जब ऊ एक्लै भए, के कारणले हब्बा एक्लै भई बाइबलले भनेको छैन। के कारणले हब्बालाई आदमले एक्लै छोडिदियो भनेको छैन। तर जब एक्लै हुँदाखेरि हब्बाको कुराकानी दुष्टसँग हुन्छ, प्रभुसँग हुँदैन। उसको कुराकानी चाहिँ परमेश्वरसँग हुँदैन। एक्लै हुँदाखेरि प्रभु तपाईले मलाई आदमको निम्ति, मेरो श्रीमानको निम्ति रच्नु भयो, मलाई यति प्रेम गरेर, मेरा यति वास्ता गरेर, मलाई एउटा सहयोगीको निम्ति। ऊ प्रभुको उपस्थितिमा गएको छैन। उसले शैतानलाई मौका दिएकी छ। अब ध्यान दिनुपर्छ। अब ल कतिवटा कुराको निम्ति भने नम्बर 1 शैतानको कुरालाई सुनेर, शैतानको कुरालाई सुनेर, नकारात्मक कुरा सुनेर, परमेश्वरको वचनमा नभएको कुरालाई सुनेर उसले सुन्दैछ। अनि त्यसपछि उसले सुन्दैछ, सुनेको कुराहरू छ। अनि 2 पद, स्त्रीले सर्पलाई भने बगैँचाको रुखहरूको फल हामी खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ। त्यहाँ आदम आउँदैन, मलाई आदमले भन्यो भनेर भन्दैन, परमेश्वरले भन्नुभएको छ। त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिम्रो मर्छौ। त्यहाँनिर स्त्रीले एउटा शब्दलाई थपिक छ, नछुनु भन्ने एउटा शब्द थपिक छ। त्यही भएर जब हामी बोल्दै गर्दाखेरि हामी एक्स्ट्रा बोल्नु पनि हुँदैन, नभएको कुरा बोल्नु पनि हुँदैन। अनि त्यसपछि दुष्टले मौका पाउँछ। सर्पले स्त्रीलाई भन्यो तिमीहरू मर्दैनौ, प्रभुले भन्नुहुन्छ मर्छ, तर दुष्टले भन्छ मर्दैन। यस्तो कुराहरू हुन्छ। जब हामी दुष्टको कुरालाई सुन्छौँ, नकारात्मक कुराहरू सुन्छौँ, उसले जहिले पनि विपरीत कुराहरू गर्छ। यदि कोही व्यक्ति मेरो विरोधी छ भने मैले भनेका कुराहरूलाई उसले ठ्याक्कै उल्टो अर्थ लगाउँछ, उल्टो लगाउँछ। मर्दैन। सुनेको कुराहरूमा हब्बाले आफूलाई शैतानको लागि खुला गरे। नम्बर 1 सुनेको कुराहरूमा हामीलाई दुष्टले जहिले पनि उसले हामीलाई पल्टाउँछ। शैतानले भनेको कुरालाई हेर्ने कुरामा आफूलाई खुला गरे। सुन्ने, हेर्ने, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूको आँखा खुल्नेछ र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुन्छ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो, हेर्ने कुराहरू, रहर लाग्ने कुराहरू, हेर्ने कुराहरू ध्यान दिनु होला। जुन कुराले हामीलाई प्रभुदेखि अलग लैजान्छ त्यस्ता कुराहरू धेरै रहर लाग्दा हुन्छ। सुरुमा शैतानले भनेको कुरालाई खाने कुरामा आफूलाई खुला गरे। ध्यान दिनु। देखिन तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए।
अनि दुवैका आँखा खुलेर नाङ्गै पो रहेछौ भने तिनीहरूले थाहा पाए, अनि अंजीरका पातहरू गाँचेर आफ्नो निम्ति तिनीहरूले वस्त्र बनाए। त प्रियहरू, यो दोस्रो भागमा हामीले कति कुराहरू हामीले बुझ्यौँ। हब्बाले 3वटा कुरामा आफूलाई खुला गर्छ, तर त्यसको जिम्मेदारी हब्बा मात्रै नभएर हब्बासँग आदम पनि जोडिएको छ। धेरै व्यक्तिहरूले भन्ने गर्छन् हब्बाले गल्ती गरे, हब्बाले गल्ती गरे, हब्बाले गल्ती गरे, अलिकति तिमी त हब्बा हो, हब्बाले जस्तो व्यवहार नगर भनेर श्रीमानले श्रीमतीलाई भन्ने। तर श्रीमानले पनि आदमले पनि हब्बालाई एक्लै छोडेको कारणले गर्दा हब्बा शैतानको ले भनेको कुरालाई सुन्ने अवस्थामा पुर्याउने, शैतानले भनेको कुराहरूलाई हेर्ने अवस्थामा पुर्याउने, शैतानले भनेको कुरालाई खाने अवस्थामा पुर्याउने आदमको पनि 100% जिम्मेवारी छ। त्यही भएर जसले मलाई यहाँनिर सुन्दै हुनुहुन्छ, जसले मलाई बुझ्दै हुनुहुन्छ, प्रियहरू, हामीले एकले अर्कालाई दोष लगाउनु मिल्दैन। तल पछि त्यस्तो कुराहरू छ, त्यसको फेरि गहिराइमा हामी भाग 3 देखि लिएर 4-5 सम्म छ। अनि त्यसलाई हामीले गर्दै गर्दाखेरि उत्पत्तिको पुस्तक हामीले स्पष्टसँग हामीले बुझ्नेछौँ है त। परमेश्वरले तपाईँको परिवारलाई आशिष दिनुभएको होस्। बाँकीको भागमा छोडी सबैलाई दिन्छु। सबैलाई जय मसीह।